रन्तिदेवले दिनको 2000 गाई काटेर चाहिँ पाहुनाहरूलाई भोज खुवाउँथे। रन्तिदेवस्य वै द्विज अन्य हानि बध्यते द्वेष आश्रय गवाम तथा। र त्यसरी चाहिँ गाई खानको पनि पुण्यको रूपमा लिइराखेका। ब्राह्मणले नै गाई काटेर खान्थे, सबै खान्थे। पहिले त के छ भने जम्मै सत्ययुगमा त चाहिँ सबैले गाई खान नखाने भन्ने कुरो थिएन होइन। अन्य हानि बध्यते द्वेष आश्रय गवाम तथा। अब त्यसरी चाहिँ पाहुनाहरूलाई चाहिँ नि साँझ खाएर आउँदाखेरि पनि फेरि दिनभरि आउनुभयो अब राम्रो मासु खानु पाउनुहुन्थ्यो। अहिले साँझ आउनुभयो झोल हड्डी सड्डी यसो चाखेर जानुहोस् भन्ने पनि छ थियो महाभारतमा। अहिले चाहिँ तिनीहरूले हटाएछन् कि अहिले गीता प्रेसले चाहिँ त्यो हटाएछ, पहिले त्यो थियो। त्यसो भए त्यतिखेर चाहिँ मान्छेहरूले के छ भने मान्छेले मान्छेलाई चाहिँ आहार विहार दिने जतिको कुरो चाहिँ धर्म हो। अरू पशु पक्षीप्रति तिनीहरूको त्यति गहिराई चाहिँ साथ यिनी पनि प्राणीहरू हुन्। पाप गरियो, कसलाई गाली गरियो, कसलाई चाहिँ दण्डकुण्ड गरियो, त्यो पाप काट्नको लागि धर्म गर्ने भने जस्ता धेरै जसो कुरा त्यही पाइन्छ। ब्राह्मणले नै गाई काटेर खान्थे, सबै खान्थे। पहिले त के छ भने जम्मै सत्ययुगमा त चाहिँ सबैले गाई खान नखाने भन्ने कुरो थिएन होइन। अन्य हानि बध्यते द्वेष आश्रय गवाम। धर्म र पापको चाहिँ परिभाषा पनि युगानुरूप फरक हुन्छ। बुद्धि भनेको कहिले कहिले चाहिँ अलि ठकठाक गर्नको लागि प्रयोग हुन्छ। विवेक भनेको चाहिँ सन्तुलनको लागि। रन्तिदेवले दिनको 2000 गाई काटेर चाहिँ पाहुनाहरूलाई भोज खुवाउँथे। रन्तिदेवस्य वै द्विज अन्य हानि बध्यते द्वेष आश्रय गवाम तथा। र त्यसरी चाहिँ गाई खानको पनि पुण्यको रूपमा लिइराखेका। ब्राह्मणले नै गाई काटेर खान्थे, सबै खान्थे। पहिले त के छ भने जम्मै सत्ययुगमा त चाहिँ सबैले गाई खान नखाने भन्ने कुरो थिएन होइन। अन्य हानि बध्यते द्वेष आश्रय गवाम तथा। अब त्यसरी चाहिँ पाहुनाहरूलाई चाहिँ नि साँझ खाएर आउँदाखेरि पनि फेरि दिनभरि आउनुभयो अब राम्रो मासु खानु पाउनुहुन्थ्यो। अहिले साँझ आउनुभयो झोल हड्डी सड्डी यसो चाखेर जानुहोस् भन्ने पनि छ थियो महाभारतमा। अहिले चाहिँ तिनीहरूले हटाएछन् कि अहिले गीता प्रेसले चाहिँ त्यो हटाएछ, पहिले त्यो थियो। त्यसो भए त्यतिखेर चाहिँ मान्छेहरूले के छ भने मान्छेले मान्छेलाई चाहिँ आहार विहार दिने जतिको कुरो चाहिँ धर्म हो। अरू पशु पक्षीप्रति तिनीहरूको त्यति गहिराई चाहिँ साथ यिनी पनि प्राणीहरू हुन्। पाप गरियो, कसलाई गाली गरियो, कसलाई चाहिँ दण्डकुण्ड गरियो, त्यो पाप काट्नको लागि धर्म गर्ने भने जस्ता धेरै जसो कुरा त्यही पाइन्छ। ब्राह्मणले नै गाई काटेर खान्थे, सबै खान्थे। पहिले त के छ भने जम्मै सत्ययुगमा त चाहिँ सबैले गाई खान नखाने भन्ने कुरो थिएन होइन। अन्य हानि बध्यते द्वेष आश्रय गवाम। धर्म र पापको चाहिँ परिभाषा पनि युगानुरूप फरक हुन्छ। बुद्धि भनेको कहिले कहिले चाहिँ अलि ठकठाक गर्नको लागि प्रयोग हुन्छ। विवेक भनेको चाहिँ सन्तुलनको लागि।